मरेर आइपुग्यो। अब कक्रोच भइसकेपछि जस्ट स्लो मोसनमा हिँड्नु परिहाल्यो होइन। कक्रोच आउने भनेपछि त स्टेज पनि अलिकति सानो बनाउनु पर्छ नि यार। यो स्लो मोसनले पुरा टर्चर दिइरहेछ मलाई। अस्ति मेरो डेटिङको दिन थियो क्या। गर्लफ्रेन्ड पनि हरामिनी थिए होइन, लगभग उजत्तिकै छ क्या, बुलेटै थिए। डेटिङको दिन थियो, बिहानै कपाल ठाडो पारेर चट्ट पुरा हिरो बनेर जस्ट स्लो मोसनमा लागेँ होइन। पुग्दा 4 घन्टा लागेछ। जाँदा केटी अर्कै एउटा केटोसँग बसिरहेको छ क्या। अब हो साँच्चै हो, साथ फर्काएँ त्यसलाई मैले। तेरो बोयफ्रेन्ड यहाँ हुँदा त अर्को केटीसँग बस्ने के पार हो तेरो? केटी के भन्छ, अब तिमी स्लो मोसनमा हिँड्ने मान्छे आउँदा ओर्दा ढिला हुन्छ भनेर एक दिनलाई भ्याइदिइहालेको नि अरे क्या। अब यति टर्चर दिइरहेको छ स्लो मोसनले मलाई। डोन्ट वरी, एउटा आउँछु भने त कहाँ मर फेरि हो। ए म त गाउँको गोठालो, सहर जान पाइन, खान्थ्यो होला कमला, बिस्कुट मिठाई ल्याइन, के खान्छौ कमला, के छ हो बुढोहरू? ओए आपे सँगै आएको मान्छे, म जस्ट स्लो मोसनमा हिँडेर पनि अघि आइसकेँ, त कहाँ हराइरा? आउँदै थिएँ कि साङ्लो बरु, एउटा लास्टै इम्पोर्टेन्ट काम पर्यो कि, त्यही भएर त्यो काम क्लियर गरेर आएको। काम क्लियर गरेर आएको? होइन, त आफै क्लियर छैन भाइ। तैँले के काम क्लियर गरेर आइस? कि हिजो बेलुका खाएको सोलमारीको डबका नपतेर थेरेर आइस? सही कुरो साङ्लो बरु, सही कुरो। छेरेर आएको होइन, पिसाब चाहिँ फेरेर आएको। मेरो एकमात्र मान्यता के छ भने नि साङ्लो बरु, मुन्छेको हिसाब र पिसाब चाहिँ पुरै क्लियर हुनुपर्छ के। मेरो पनि मान्यता चाहिँ त्यही हो बले। तर अहिले पछिल्लो समयमा आएर नि मेरो हिसाब ठ्याक ठ्याक क्लियर हुन्छ, पिसाबै क्लियर हुँदैन यार। मलाई त पहिल्यै शङ्का लागि नै सकेको थियो नि, तपाईँको मूत्र थैली छैन कि क्या हो? तेरो भन्दा डबलै होला भाइ, तर पिसाब फेर्ने ठाउँै छैन। ए आमा हो, तपाईँको पिसाब फेर्ने ठाउँै छैन? अब पहिला थियो, अहिले छैन। तपाईँ किन ढाक? होइन ए साङ्लो बरु, एक्कासी कता गायब भयो? ए भाइ, मैले गायब गरेर हो त डोजरले हिँडाइदियो त मर्नु। अनि तपाईँ पनि के भएको त? जानी जानी डोजर लगाएको ठाउँमा जाने हो त? अनि परै बसेर हेर्नु पर्थेन? हुन त अब तपाईँ टोयलेटको नि के काम भएर हो साङ्लो बरु? ए आपे, त के बुझिरहेछस्? म त्यही टोयलेटकै कुरा गरिरहेको छु। अस्ति पुरासँगले काठमाडौँमा बाटो विस्तार भएन हो, त्यतिखेर डोजरले ल्याम्म लाएर मेरो घरको टोयलेट चाहिँ हिँडाइदिएछ क्या। कहाँ गएर पिसाब फेर्नु? त्यही भएर पिसाब फेर्नु पाइनँ भने। ए टोयलेट पो छैन भनेको, म त एकछिन कस्तो झसङ्गै भयो भने। हुन त तपाईँलाई टोयलेट भए पनि के नभए पनि के नै फरक पर्छ र हो साङ्लो बरु? तपाईँ आफ्नै ओछ्यानमा तुर्काउने मुन्छे हो? ए भाइ, मैले त आफ्नै ओछ्यानमा तुर्काउने बानी त 2 महिना अगाडि छोडिसकेँ त। अहिले दाइको ओछ्यानतिर सरेको छु क्या। अब कुन दिन साङ्लो बरुले म भाउजूको ओछ्यानतिर सरेको छु भन्न बेर लाग्दैन। अनि साङ्लो बरु यहाँ सुन्नु नि, यहाँ सुन्नु। म टोयलेट जाँदा यस्तो एउटा घटना घट्यो नि। ए पिसाब फेरेर टक 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 बाहिर निस्किँदै थिएँ कि टुप्लुकको अगाडि एउटा केटी आइहाल्यो। यसो माथि हेरेको त लेडिज टोयलेट पो परेछ त। आपे त्यति लेडिज र जेन्ट्स पनि छुटाउन सकिनस्? बेलामा त्यो यस्तो पढा भए पो थाहा हुन्छ। खासमा यस्तो भयो के साङ्लो बरु, त्यो नेपालीमा लेखा रहेछ, इङ्ग्लिसमा लेखेको भए त मैले गुटुङटुङ थाहा पाइदिइहाल्थेँ। LDS टोयलेट लेख्नु पर्दैन लेडिज टोयलेटलाई। तपाईँलाई पनि थाहा छ नि मेरो इङ्ग्लिस कति खतरा छ भन्ने कुरा। तेरो इङ्ग्लिस मलाई थाहा छैन त हो नि भाइ। मलाई एउटा कुरा भन्छ, बी माने के? बी माने बल्यो बोरो। गुड 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 गुड, धेरै राम्रो। ओके, सी माने के?
सी माने साङ्लो बोरो सी माने कक्रोच अनि कक्रोच भने को साङ्लो बोरो होइन मलाई यति छोटा छोटा प्रश्न नै नहर्नुहोस् बरु सकेसम्म मलाई यतिका लामो इङ्ग्लिसमा प्रश्न नहर्नुहोस् म कुटुङ टुङ इन्सिर होइन बोरोहरू इन्सिर दिन्छु ओके थ्याङ्क यू भेरी मच वाट इज योर नेम एक वचन इङ्ग्लिस बोल्दै थियो लडी गर्ने अब बोले बोले म अहिले बेहोसमै छु कि साङ्लो बोरो म अहिले उठ्दिनँ होला हौ ए आफै बरु इङ्ग्लिस बोल्दिन यार उठ पक्क त लडी गर्ने अब इङ्ग्लिस बोल्नै हुँदैन थियो फेरि तपाईँले इङ्ग्लिसमा बोलेर ढलेको चाहिँ होइन नि फेरि ऊ त्यहाँ छैन नि रातो लाउने तिमीले पुलुक्क यसरी हेर्दिन् कि खप्नै नसकेर ढलिहाल्यो ए ए ए कसले उनले होइन बरु यो चस्मिसले रे उनले होइन बरु ऊ यो सेतो लाउनेले बरु ए भाइ उसको त पानी नै एउटा आँखा झिम्काउने हो यार त्यसो भने ऊ हाल्यो होला पक्का हेत्तेरी अब तपाईँले खतम गरिहाल्नु भएको छ अहिलेसम्म एउटा केटीले यसको अनुहार नहेरेको तपाईँले फ्याट्टै हेरिदिनु भयो त लड्यो नि अब तपाईँ यसो गर्नु क्या आज सकेसम्म मलाई हेर मलाई चाहिँ फेरि जति केटीहरूले हेऱ्यो त्यति इनर्जी बढेर आउँछ के भएको यो इनर्जी त आइहाल्छ नि केटी भनेपछि बाबुआमै त्याग्न तयार हुने मान्छे हो तपाईँ ए भाइ केटीको लागि त्याग्ने नि बाबुआमा त हो नि यार बाबुआमाको लागि केटी त्यागेको त यो संसारमा कहीँ सुनेको छस् कुरा गर्छ यार मेरो क्वेसनको एन्सर थियो वाट इज योर नेम थ्याङ्क यू बोरो साङ्लो बोरो यो कडा क्वेसन रहेछ नि मैले थाहा पाइसकेँ यो कडा क्वेसन हो यसको उत्तर लगभग कसैले दिन सक्दैन तर नि साङ्लो बोरो क्वेसन चाहिँ के अरे वाट इज योर नेम थ्याङ्क यू बोरो थ्याङ्क यू वाट साङ्लो बोरो मलाई लगभग आधा आधी उत्तर आइ नै सक्यो तपाईँले एउटा काम गर्नुभयो भने मलाई लगभग पुरै उत्तर आउने ठुलो सम्भावना देखेको छु है फेरि मैले के काम गर्नु पर्यो तपाईँले एउटा खुट्टा उचालेर उभिनु पर्ने भयो बरु एउटा खुट्टा उचालेर उभिनलाई के म कुकुर हो भन्न पो नसक्या त छेउबाट हेर्दा त भुसिया कुकुरको भन्दा कहाँ कम छ हो बोले त बढी बोलिस् फेरि तँलाई स्लो मोसनमा हानेर नि भयभरको गरौँ झालेर हेर्छु नि म फेरि ए साङ्लो बरु मलाई धेरै धम्की नदिनुहोस् कि मलाई रिस उठ्यो भने नि तपाईँलाई पक्का हाने तपाईँको चारवटा दाँत यहाँ फ्याक्कै झारिदिन्छु नि ए भाइ ए तैँले मेरो चारवटा दाँत झार्ने मैले बरु तैँले मेरो चारवटा दाँत झार्ने मैले भयभरको दाँत पहिले अर्कैले झार्दै आफू त नक्कले दाँत लाएर हिँडिरहेको छु तैँले के झार्छस् यहाँ गरिदिन्छ वाट इज योर नेम थ्याङ्क यू बोरो वाट इज योर नेम थ्याङ्क यू एकछिन नहेर्नु न ढल्न सक्छु कि न प्लिज नहेर्नु है फेरि लड्छ क्या पक्राउको लड्छ क्या वाट इज योर नेम यस बोरो यस फेरि हेर्नु भयो आई लभ यु भनिदिउँ अहिले फेरि आई लभ यु भन्दा नि बढ्दा भनिदिन्छु नि लाग्या त्यसै हाल्नु ए बापे वाट इज योर नेम यस बोरो यस साङ्लो बोरो वाट इज योर नेम यही होइन यहाँ आउनुहोस् वाट इज योर नेम भनेको खासमा के हो बोरो मलाई त भुत्लो भाङै आएन हौ ढुक्क आफै तँलाई त्यति पनि आएन रामा आएन बरु तपाईँले बस त्यति वाट इज योर नेम भनेको के हो त्यति भनिदिनुहोस् त्यसपछि उत्तर त मलाई आइहाल्छ नि है तै आइज तै आइज
तै आइज आउँदिन अनि अघि नै भन्नु पर्दैन त म आफै आइहाल्थेँ यता सुन वाट इज योर नेम वाट इज योर नेम भनेको अनि खासमा मलाई चाहिँ कहाँबाट आउँछ त भने अघिदेखि उसलाई आउँछ कि भनेर सोधिरहेको छु मरे भन्दैन ठुक्क सानो बरु यो मदस फादस मेहनत यही हो तपाईँको इङ्ग्लिस तपाईँ यहाँ आउनुहोस् म सिकाउँछु खासमा वाट इज योर नेम भनेको ओ बरु तपाईँले भात खानुभयो भनेको अन्त खतरा छ मेरो इङ्ग्लिस तपाईँलाई पनि थाहा छ नि अनि साङ्लो बरु यहाँ सुन्नु नै यहाँ सुन्नु अघि म टोयलेट जाँदाको एउटा रोमान्टिक घटना सुनाउनै बाँकी छ नि त्यो केटी कस्ती भन्नु न बरु कस्ती यत्रा यत्रा हिल चप्पल बरु यता त्यहाँभन्दा थोरै माथि सेता पेडोला बरु त्यहाँभन्दा थोरै माथि छिनेका कम्बर त्यहाँभन्दा माथि त बरु भले त्योभन्दा माथि के थियो भन्नु अनुहार त सोलिटै थियो बरु फुक्क आपे कम्मरबाट एकचोटि अनुहारमा पुगिस भित्रको के हेरिनुहोस् त्यति हेर्दा त कस्तो रिगटा छुटिसकेको थियो भित्रको हेरेको भए त म त्यहीँ बेहोस भइहाल्थेँ त्यो केटीसँग फ्रेन्डसिप चाहिँ हान्यो है म सिधै गएर म बलराम कटुवाल भनेको त्यसले म शशि रावल भन्छे के नाम के भने शशि रावल बरु शशि रावल साङ्लो बरोको कान्छी बहिनी परिछिन् कि क्या हो पक्लक्कै ढले त साङ्लो बरो साङ्लो बरो के बारा हो कि तपाईँको केटीको नाम सुन्न नहुने रोग लागेको छ कि क्या हो तपाईँलाई अनि आफ्नै गर्लफ्रेन्डको भयो घरको हेरेर आए जस्तो बिहोस नभएर के गर्नु त त्यो शशी भन्ने मेरै गर्लफ्रेन्ड हो ए आमा हो त्यो शशी भन्ने तपाईँकै गर्लफ्रेन्ड हो मलाई पहिल्यै भन्नु पर्दैन बरु म टोयलेटबाट आउँदैन नि बोले त फेरि बढी बोलिस फेरि तेरो भयो घरको आन्द्रा भुँडी निकालेर नि भाइ चाउमिन बनाएर खाइदिन्छु नि म फेरि बढ्दा नबोले ए साङ्लो बरु मलाई धेरै धम्की नदिनुहोस् कि फेरि मेरो माथि मुन्छे छ नि ए तेरो माथि मान्छे पनि छ अनि को छ डन छ होइन ठुलो नेता छ त्यो पनि होइन को छ खासमा मेरो घरको माथि बस्ने एउटा साथी छ कि हुन त त्यसले केही गर्न सक्दैन एक नम्बरको डर छेरुवा छ यी कुरा छोडिदिउँ बरु तर तपाईँको गर्लफ्रेन्ड चाहिँ हो के आमामा कति राम्री बरु कति राम्री अनि कक्रोचको गर्लफ्रेन्ड नराम्रो हुन्छ त त्यो केटीको हो तैँले चिन्छस् अहिले त कहाँबाट चिन्नु बरु फोन नम्बर दिनुहोस् न बेलुका फोन गरेर लबै गरिदिनु पर्ला हो ए भाइ तँलाई मेरो गर्लफ्रेन्डको नम्बर चाहियो मलाई बरु तँलाई मेरो गर्लफ्रेन्डको नम्बर चाहियो मलाई नै चाहियो अरू चाहिएको छ ल भन्नुहोस् 98010 यस्तै कुरा गर्दै गएस् भने नि त धेरै दिन बाँच्दैनस् होस गरेर बस के यसो गर्नु त तेरो बहिनी छ होइन बहिनी छ बरु तेरो बहिनीको नम्बर मलाई दे म भरे बेलुका 10 बजेपछि कल गरेर पट्टाइ नै दिन्छु हस् बहिनी आइ नि पटाउने बरु हुन्छ बरु मेरो बहिनीको पनि एन्सेलै हो नम्बर टिप्नुहोस् भन् 9803 यो बलराम कटुवाललाई उठिसक्यो धेरै रिस तपाईँ हेर्दै जानुहोस् तपाईँको गर्लफ्रेन्डलाई खाइदिन्छु यही मनोमैजुमा केस भाइ तैँले मेरो गर्लफ्रेन्डलाई खान्छस् किस मैले हो नि तैँले मेरो गर्लफ्रेन्डलाई खान्छस् किस यस खान्छस् किस तपाईँलाई पनि यस
तर मैले तपाईँको गर्लफ्रेन्डलाई खाइदिन्छु यही मनमैजुमै किस। भाइ किस खान्छस् किस। ए साङ्लो बरु तपाईँ मसँग सिङ्गल भिड्ने भने हो क्या हो? ए त मसँग सिङ्गल भिड्ने? म भिड्ने। त भिड्ने? र के गर्न सक्छस् अहिले? मैले के गर्न सक्छु? के गर्न सक्छस्? मैले के गर्न सक्छु? के गर्न सक्छस्? बिस्तारै बोल्नु न। मैले के गर्न सक्छु? के गर्न सक्छस्? पर्खिनुहोस्। भाइ छिटो गर। मैले के गर्न सक्छु होइन? के गर्न सक्छस्? साँच्ची मैले के चाहिँ गर्न सक्छु हो साङ्लो? यही गर्न सक्छस्। अरू केही देखाउनु पर्छ कि आइटमहरू त्यस्तो? भयो पुगो पातै हिँडो कि क्या हो? तर साङ्लो बरु तपाईँले मलाई अर्काको ठाउँमा आएर हान्नु भयो नि, मैले चित्त दुखा छैन कि। अर्काको ठाउँमा आएर हामी दाजुभाइ साथीभाइ झगडा गर्ने हुन्न त्यस्तो। तपाईँले मलाई नेपाली किक हान्नु भयो नि, मैले तपाईँलाई कुम्फु हान्दिनँ सर। तर मैले हाने हामी साथीभाइ मिल्नुपर्छ बरु। के अरू के आइटम देखाउनु पर्यो? भले तैँले म माथि हात गरिस्। सुरी साङ्लो बरु सुरी। मरिस भाइ हो। ज्योतिषीले हात हेराउँदा त तेरो मृत्यु यही मनमैजुमै हुन्छ भन्छ। सत्य हो कि क्या हो? सुरी साङ्लो मेरो आफ्नै 13 दिने फुपू आउनु भएको छ कि बरु बेइज्जत हुन्छ। उहाँ नै हो मेरो 13 दिने फुपू। अनि के छ? भैँसीले दुध दिइरहेछ नि होइन फुपू? बाख्रा बाख्री कस्ता छन्? मेरो आफ्नै 13 दिने फुपू हो नि। फुपूको थर चाहिँ के अरे फुपू? बेकारमा डराएर हिँड्छ तर म के चाहिँ गर्छु त? बिग्न गरेर एक थप्पड हानिदिने हो। मैले थाहा पाएँ कि साङ्लो बरु तपाईँको गर्लफ्रेन्डको विषयमा कसैले एक शब्द भन्न नहुँदो रहेछ। भन्यो कि मरौँ त। तर नि साङ्लो बरु तपाईँले तपाईँकै गर्लफ्रेन्डसँग बिहे गर्ने हो त? ए भाइ मैले मेरो गर्लफ्रेन्डसँग बिहे नगरेर तेरो बाबुले बिहे गर्छ त? मेरो बाउले त अहिले गर्दैनन् हो बरु। अस्ति वैशाखमा मात्र परिवार नियोजन गरिहाल्यो बुढाले। तर एउटा कुरो नि साङ्लो बरु तपाईँ त सोलो मोसन मुन्छे। अभियसली हिँड्दा पनि सोलो मोसन। अभियसली खाँदा पनि सोलो मोसन। अभियसली यो तपाईँले बिहे गरेपछि नि साङ्लो बरु सुहागरात पनि सोलो मोसन नै हो भने त हप्ता 10 दिनै पो लाग्न सक्छ त। के गर्नुहुन्छ? त यहाँ आइज भाइ। अब अरू सबै काम पो स्लो मोसनमा जान्छ त यार। सुहागरात जस्तो इम्पोर्टेन्ट काम त फास्ट मोसनमा गइहाल्छ। गफ दिन्छ फेरि। सुहागरातको कुरा गरेको फेरि यहाँ क्यामेराम्यान दाजुको तिग्राको रौँ नि ठाडो भइसक्यो। के साह्रो सेक्सी उडाएर छैन नि फेरि। अनि मनमैजुको सबैभन्दा सेक्सी बुढा नै यिनै त हुन्। अनि साङ्लो बरु तपाईँलाई दाँत बचाउने 3टा उपाय थाहा छ कि नै? मलाई दाँत बचाउने होइन दाँत झार्ने चाहिँ थाहा छ यार। बचाउने थाहा छ कि नै त्यति थाहा छैन भाइ मलाई। ल सुन्नुहोस् है तपाईँ सबैले दाँत बचाउने 3टा उपाय। पहिलो गुलियो नखानुहोस्। दोस्रो पेप्सुडेन्टले दाँत माझ्नुहोस्। र तेस्रो मनमैजुका केटाहरूसँग न्यु नखोज्नुहोस्। यिनीहरूले फेरि स्लो मोसनमा हान्छन्, फास्ट मोसनमा दाँत पक्लक्कै झारिदिन्छ। अनि साङ्लो बरु अर्को कुरो नि तपाईँको कपाल चाहिँ हो के भैँसी बाँध्ने दाम्लो। ए भाइ तँलाई झन् मेरो कपालको विषयमा ल्याङ नगर भन्यो फेरि तँ ल्याङ गरिरहेछस्। यही कपालमा यहाँ केटीहरू झुन्डेर लट्ट लाएर थाम्न गाह्रो भइरहेछ। कपाल दिन्छ यार फेरि। यो लट्टै लागेर थाम्नु अनि भनेपछि पोहोर साल एउटी बालिका एसएलसीमा फेल भइथिन् नि, ती बालिका झुन्डेर आत्महत्या गरे कपाल नै यही हो बरु। त्यो त उ दाजुको टुप्पीमा अहिले काट्नु भएको छ। मेरो कपाल भनेको त छत्र छाया हो भाइ। बाटोमा हिँडिरहेछ मुसलधारे पानी पऱ्यो छाता छैन के गर्ने? टक्क रबड खोल्ने 3 फन्का टाउको फर्र घुमाइदिने पुरा पानी साइडमा जान्छ क्या।
बुझिनुहोस् अँ तैँले के बुझिरहेको छ सबै टावरहरू बोकेर हिँडिरहेको छ भाइ म ए, अँ। एनटिभीको टावर यहीँ छ कान्तिपुरको टावर यहीँ छ अँ इमेज च्यानलको टावर यहीँ छ पछाडिपट्टिको आउँछ फेरि यता फोनहरूको टावर आउँछ एनटिसीको टावर यहीँ छ एनसेलको टावर यहीँ छ सबै टावरहरू हो नि त भाइ अनि यो त त्यो हो नि त तपाईँको कपालको अर्को फाइदा पनि छ नि साङ्लो बरु शिवरात्रिको दिन गएर पशुपतिमा बस्नुभयो भने 2-5 रुपियाँ त त्यही आम्दानी भइहाल्छ साङ्लो बरु जोगी ए भाइ तैँले मलाई जोगी भनेको मैले भने अब सोध्नुहोस् बोरोहरू साङ्लो बरु जोगी हो कि होइन तैँले मलाई जोगी भनेको मैले भने ल ठिक छ म जोगी भएँ तर एउटा कुरा ध्यान दिएर सुन चट्ट कपाल काटेका राता पिरा खाइलाग्दा होटाइला मोटाइला यो देश चलाउने जोगीहरू भन्दा मेरो जस्तो जट्टा पालेर पशुपतिमा बस्ने जोगीहरू धेरै ठिक छन् भाइ कमसे कम पशुपतिमा बस्ने जोगीहरूले त अर्काले दिएको दक्षिणा त उठाएर खान्छन् यार यो देश चलाउने जोगीहरूले त देशको जनताको रगत पसिना चुसेर खाएका छन् के विधि हुटिङ आएको हो यो राम्रो कुरा गर भाइ हुटिङ त्यत्तिकै आउँछ अर्को कुरा पनि सुन अँ, पशुपतिमा बस्ने जोगीहरूलाई त कमसे कम वर्षको एक दिन शिवरात्रिकै दिन नभए पनि जनताहरूले त मान्छन् यार यो देश चलाउने जोगीहरूलाई त देशको कुकुरले पनि भन्दैन राम्रो कुरा गर हुटिङ त्यत्तिकै आउँछ भाइ कम्ता खता छ मेरो कपालमा नि तपाईँको खतरा भनेको यही कपाल त हो नि थपडा त कहाँ हेरिसक्नु छ साँच्ची साङ्लो बरु तपाईँले खाएको कहाँ जान्छ फेरि के कुरा गर्छ यो आफैले अहिले आएर मैले खाएको जो स्लो मोसनमा टोइलेटमा जान्छ सजिलो छ त होइन के तपाईँले खाएको कहाँ जान्छ तैँले खाएको कहाँ जान्छ मैले खाएको त बारीको पाटा जान्छ बरु के गर्नु घरमा चर्पी छैन तर तपाईँले खाएको तपाईँको कपालमा जान्छ मलाई थाहा भइसक्यो खाएको जिउमा जानी भइदिएको भए जिउ यस्तो सिटी हुन्थ तपाईँको कुन चाहिँ अङ्ग मोटो छ बरु पठै हात पनि पिटिक्कै भाँचेला जस्तो छ होइन यो साङ्लो बरु के हो हरिबिजोग हो कि तपाईँको यो तपाईँकै खुट्टा हो कि लोकल कुखुराको खुट्टा हो यो गङ्गटाको खुट्टा हो भाइ मान्छेको शरीरमा के को खुट्टा हुन्छ आँपे यसलाई मैले त्यत्तिकै आँपे भने हो यसलाई अहिलेको जमानै थाहा छैन अहिलेको जमाना भनेको धरापहरूको जमाना हो जति धरा भएर हिँड्न सक्यो त्यति केटीहरू लाइन लाग्छ ए अँ जति धरा भएर हिँड्न सक्यो त्यति केटीहरू लाइन लाग्छ ए अँ उहाँ भुवन केसीलाई हेर्न बुढाको के छ नाक मात्रै छ केटी पट्टाको पट्टै छन् बुढाले अहिलेको जमाना भनेको भुवन केसीको र मेरो हो क्या भाइ यसलाई चाहिँ हाम्रो पुरा चुप्पी स्टाइल भन्छ क्या यसलाई चाहिँ हावादारी गफ चाहिँ मलाई नदिनुहोस् है साङ्लो बरु हिमसिम भनेको के हो मलाई हेरेर सिक्नुहोस् ए मलाई हेरेर पुगेन भने हाम्रो देशको प्रधानमन्त्री सुशील कोइरालालाई हेर्नुहोस् बुढा र मेरो लगभग सबै थोक मिल्दो जुल्दो छ अस्ति हामीले फोनमा कुरा गरेको कि बुढाले बोलेको मैले नबुझ्ने मैले बोलेको बुढाले नबुझ्ने त्यही भएर हामीले म्यासेज गरेर कुरा गऱ्यौँ झन् अहिले आएर म कति हिँड्छौँ भएको बरु कति हिँड्छौँ भएको अघि बाइपासबाट हिँड्दै आउँदै थिएँ कि म जुन बाटो हिँडेँ नि जो केटी आयो त्यही पक्ल 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 ढल्छन् बा यसो सोचेँ कि यो मनमैजु एरियामा के क्षय रोगको बिगबिगी छ कि क्या हो जस्तो मानेर प्रकाश कटुवाललाई सोधेको बुढाले त्यस्तो होइन बरु तपाईँ बढी हिँड्छिम भरै हो भनेर ठोकुवा गरेरै भनिदिनु भयो म यस्तै गरी बढी हिँड्छिम भयो भने बरु देशै निकाला गर्दैलान् कि भन्ने डर छ हो त यहाँ आइज भाइ फेरि एकचोटि यहाँ आइज त्यो अघि बाइपासबाट हिँडेर आउँदाखेरि तेरो अगाडि जो केटी पऱ्यो त्यो केटी पक्लक पक्लक लड्यो भनेस् नि त्यो चाहिँ तेरो काखी गनाएर हो भाइ वर्षमा एकचोटि हो पनि नहुने घर क्या बोको गना जस्तो गनाउँदै हिँड्छ अनुहार पनि फेरि बोकेको जस्तो छ गोरोले लास्टै पेलेरै भनिदिनु भयो कि अब यो न्यु इयरमा चाहिँ म नुहारै छोड्छु हो अनि अस्ति तैँले त्यो तेरो बर्थडेको दिन नगयो के बिग्रिन्थ्यो मेरो बर्थडे चाहिँ कहिले थियो हो साङ्लो बरु ए भाइ कुकुर तिहार गएर त अस्ति भर्खरै
झन् यो चोटि मनोमैजु आउँदा कसैले हात नहालौँ भनेको आफ्नै मान्छे जन्डिस के रे जन्डिस दही बोला तपाईँ डाइरिया तछेरबाटै तपाईँ स्वाइन फ्लू त बर्ड फ्लू तपाईँ रोगको नामै बिर्स्यो हो सानो बरु होइन फेरि हामीले यहाँ तपाईँहरूले फेरि एक केटाहरूले पुरा हानान गर्न लाग्यो भन्ठानु होला होइन नि फेरि हामीले भन्न खोजेको चाहिँ अहिले हामीले जति पनि रोगका नामहरू ल्याउँ नि हो यो रोगहरूबाट हामी सबैजना बचौँ खानपिनमा ध्यान दिउँ साबुन पानीले हात धौँ हामीले भन्न खोजेको त्यो ए साङ्लो बरु अर्को रोग त छुटाएछौँ नि हामीले के भन्छ एचआइभी एड्स ए यो झन् डेन्जर हो यसबाट मेन गरी यसबाट बचौँ है यो चाहिँ डेन्जरै रोग हो यो चाहिँ हाम्रो साङ्लो बोरोलाई लागेकै हो है भले